हामी सरसफाइमा विद्यार्थीहरूलाई नि सक्रिय गराउने हो। अनि सरसफाइमा विद्यार्थीलाई सक्रिय भन्ने गर्दाखेरि हामी आउने बेलामा गेटमा धाराको अगाडि सरसफाइ नगरिकन फोहोरहरू देखियो। यो छताछुल्ल हुनु सरसफाइ नहुनुमा चाहिँ कमजोरीको व्यवस्थापन कमजोरी पक्कै पनि हुनसक्छ। त्यो भोलि सरसफाइ हुन्छ पक्कै त्यो हुन्छ। श्री श्यामकल मालीमा हामी उपस्थित भएका छौँ। हिमालय नेपाली हुनुहुन्छ, स्वागत छ। धन्यवाद सर। सबैभन्दा पहिला त हामी विद्यार्थी सङ्ख्याबाटै जाउँ। विद्यार्थी सङ्ख्या कति छ अहिलेको यो वर्ष? यो वर्ष 113 जना सर। 113 जना। यो गत वर्षको हिसाबमा गत वर्षको तुलनामा अलिकति बढेको हो कि घटेको भन्न सकिन्छ सर? घटेको हो। कतिले घट्यो होला? 13 जनाले घट्यो। 13 जनाले घट्यो। के कारणले घट्यो होला जस्तो लाग्यो तपाईँलाई? के कारणहरू? जसको विद्यार्थी 18 जना विद्यार्थी हुन्। हजुर। उनीहरू एसी लिएर बाहिरिएपछि हजुर त्यो 18 जनालाई रिकभर गर्ने तलबाट विद्यार्थीहरू आउनै सकेनन् सर। तलबाट आउनु नसकेको कारणले घटेको भन्ने तपाईँको आकलन छ। हजुर। अब नियमित अनुगमन हुन्छ कि हुँदैन विद्यालयमा? औपचारिक अलिक कमै छ, अनौपचारिक रूपमा चाहिँ हुन्छ। अनुगमन वर्षमा कतिचोटि हुन्छ? त्यस्तरी वर्षमै भन्नाले हुन्छ। कोही कोही बेला यता आएको बेलामा वडा आएको बेलामा यसो विद्यालय निस्केर कसो छ भनेर। विद्यालयमा अलिअलि समस्याहरू देखिएको छ। विद्यालयमा चाहिँ आउँदा आउँदै पनि हामीले देखेका समस्याहरू छन्। यो विषयमा बिस्तारै छलफल गरौँला। यो अघिल्लो वर्षको एसीको नतिजा कति छ? हाम्रो 27.27% छ। 27.27%। कतिजना विद्यार्थी हो? हाम्रो 18 जना। 18 जनामा कतिजना उत्तीर्ण गरे? 5 जना। 5 जना। यो कम उत्तीर्ण हुनुको के होला जस्तो लाग्छ? विद्यालय प्रधानाध्यापक हुनुहुन्छ, कम उत्तीर्ण हुनुको कारण चाहिँ के हुनसक्छ? यहाँ त उत्तीर्ण प्रतिशत त राम्रै मानिन्छ सर। हामीले यहाँको अवस्था हेरेर 50सम्म चाहिँ उत्तीर्ण ठिक मान्न सक्थेँ, तर मेरो व्यक्तिगत तर्फबाट 50% ठिक हुन्थ्यो। त्योभन्दा अलिक कम आएपछि के होला समस्या? धेरै कम आयो। यहाँको अब अहिले पठन पाठनमा विद्यार्थीको मन नजानु नि हो धेरै कुरा चाहिँ। के छ, अभिभावकहरूले तपाईँहरू कहाँ आएर विद्यार्थीको समस्या, आफ्नो नानीहरूको समस्याहरू राख्ने केही गर्नुहुन्न? पत्र काट्नुहुन्छ? पत्र काट्छु। पत्र काट्दा पनि आउँदैन भन्ने कुरा हो तपाईँको? हो नि, आउनु नि हुँदैन नि। आउनै हुन्न। रिपोर्टै हेरौँ न, हामीसँग रिपोर्टै छ। चाहिँ अभिभावक कुन समयमा बोलाउनुहुन्छ तपाईँहरू? हामी शैक्षिक सत्र सुरु भएको जेठ महिनामा एकचोटि बोलाउँछौँ। हजुर। त्यसपछि हामी मङ्सिर पुसदेखि माघभित्रमा अर्कोचोटि 2 चोटि हामी बोलाउँछौँ अभिभावकहरू। हजुर। तर अभिभावकको उल्लेख्य उपस्थिति भनेको चाहिँ उपस्थिति छैन। उल्लेख्य उपस्थिति हिजो अस्ति एउटा कार्यक्रममा मात्र देखियो, नभए म 6-7 वर्ष भयो त्यस्तरी अभिभावक आउनुभएको छैन। आउनुभएको छैन। आफ्नो नानी बाबुहरूको बारेमा सोध्नु भएको छैन। अब यो कमजोर नतिजा आउनुको कारण त्यो पनि हुनसक्छ? सक्छ। कसरी? अभिभावकहरूले पढाइप्रति चासो राखिदिनु भएन भने हजुर शिक्षकहरूको मात्रै चासोले अलिकति नपुग्ने हुनसक्छ। भनेपछि आफ्नो अभिभावकले पनि चासो राखिदिएको भए अझ राम्रो हुन्थ्यो भन्ने विद्यालयको माग छ। हजुर। अब यसो भनिरहँदा हामी शौचालयहरू पनि घुम्यौँ। शौचालयमा अलिकति दुर्गन्धी देखियो, त्यसमा केही फिनाइलहरू चलाउनु? फिनाइलहरू चलाउने गरेछ। फिनाइल आज त चलाउनु भएको थिएन, पनि आयो। आज चलेन। हामीले यो रुटिन व्यवस्थापन गरेका छौँ। यो शौचालयहरू सरसफाइको कक्षागत रूपमा रुटिन हुन्छ। सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबारसम्म कक्षा 10, 9, 8, 7, 6 गरेर बनाउने गरेको त्यस्तो रुटिन छ। आज अब कुन विद्यार्थीको कुन कक्षाको रुटिन गरिरहेको थियो। फिनाइलहरू हर्किकर चलाउनु हामीले त्यो उपलब्ध चाहिँ गराउँछौँ हामी। हजुर। हामी सरसफाइमा विद्यार्थीहरूलाई नै सक्रिय गराउने हो। अनि सरसफाइमा विद्यार्थीलाई सक्रिय भनिरहँदाखेरि हामी आउने बेलामा गेटमा धाराको अगाडि सरसफाइ नगरिकन फोहोरहरू देखियो, लथालिङ्ग देखियो। त्यो तपाईँहरूले सरसफाइ गरेर लथालिङ्ग देखिएको हो कि त्यसलाई चाहिँ व्यवस्थापनमा अलिकति समस्या भएको हो? व्यवस्थापनमा कमजोरी भएको। व्यवस्थापनमा कमजोरी भएको। छरपष्ट छ त्यो फोहोरको बारेमा तपाईँ के भन्नुहुन्छ? त्यो छरपष्ट चाहिँ हाम्रो हावाले पनि उडाएर हुनसक्छ, चक्लेटको कागजको टुक्राहरू। दोस्रो कुरा चाहिँ अब त्यो डढाउनु पर्ने थियो, अहिले पानीले गर्दा 2-3 दिन पानी परिरहेको छ, डढेको छैन। डढेको छैन। त्यसले गर्दा डढेको छैन। अनि लथालिङ्ग चाहिँ कसरी भयो? नडर्नु एउटा चाहिँ मौसमको समस्या हुनसक्छ, तर छताछुल्ल हुनु मौसमलाई दोष लगाउनु मिल्दैन। त्यो छताछुल्ल तपाईँले देख्नुभयो। यो छताछुल्ल हुनु, सरसफाइ नहुनुमा चाहिँ कमजोरी व्यवस्थापनको कमजोरी हुनसक्छ सर। कमजोरी हुनसक्छ, पक्कै पनि हुनसक्छ। त्यो भोलि सरसफाइ हुन्छ पक्कै? त्यो हुन्छ। अनिवार्य गर्नुहुन्छ? त्यो आशा छ गर्नुहुन्छ सायद। अब त्यसो भन्दा भन्दै कम्प्युटरतिर जाउँ। कम्प्युटर जम्मा कतिवटा हो? कम्प्युटर हाम्रो 6वटा कम्प्युटर छन् सर अहिले। हजुर।
एउटा कम्प्युटर चाहिँ हामीले पुराना थोत्रा भेला गरेर एउटा नयाँ बनाएको खासै चल्दैन। एडिबीले 4वटा उपलब्ध गराइदिएको र विद्यार्थीलाई सिक्नको लागि मैले एउटा उपलब्ध गराएको। तपाईँ त्यो सबै चलिरहेछन्? सबै चैतसम्म चाहिँ हाम्रो 5वटा कम्प्युटर अप टु डेट चलेको हुन्। चैत मसान्तसम्म हामीले कम्प्युटर कक्षा सञ्चालन गरेका थियौँ 4 देखि 8 सम्म। यो साल हामीसँग शिक्षक नभएको कारणले गर्दाखेरि कम्प्युटर चलाउन सकेका छैनौँ। अर्को कुरो विद्युत आपूर्तिको अलिकति समस्या छ। विद्युतको पनि समस्या छ। अब शौचालयहरू हामी सबै हेऱ्यौँ, खेलकुद मैदान पनि हेऱ्यौँ, त्यति धेरै चाहिँ राम्रो छैन, घेराबाराहरू पनि छैन विद्यालयको। यो घेराबारा नहुनुको के छ कारण? यसमा चाहिँ सम्बन्धित निकायसम्म विद्यालय प्रशासन नपुगेको हो कि? पुगेका छौँ। त्यतिको नाम चलेको विद्यालयमा त कम्तीमा पनि घेराबारा त हुनुपर्छ नि त भन्ने विषयमा कतिको ध्यान आकर्षण छ विद्यालयको? यो एकदम ध्यान आकर्षण छ। हामीले प्रपोजल पनि प्रदेश सरकारमा पनि बुझाएका छौँ अगाडि। हजुर, सुनवाई नभएको भनेर बुझ्न सुनवाई होइन। अब योजना उहाँ मात्र आउने योजनाहरू नभएको पनि हुनसक्छ होइन। हाम्रो सुनवाई नभएको पनि हुनसक्छ होइन। त्यो दुइटै धेरै कुराहरू होला त्यहाँभित्र। दोस्रो कुरा हजुरले घेराबारा भन्नुभयो। यो घेराबाराको समस्या, त्यो घेराबारा थियो भने अलिकति विद्यालय सरसफाइ गर्ने कुराहरूमा पनि अलिकति बढी राम्रो हुनसक्थ्यो, प्रभावकारी हुनसक्थ्यो। फोहोरमैलाको व्यवस्थापन गर्ने कुरामा अलिकति सक्रिय भएर लागि सकिन्थ्यो होइन। अब लाइब्रेरीहरू पनि हेऱ्यौँ, त्यो लाइब्रेरीमा चाहिँ पुरानो बुकहरू मात्रै छ, स्थापना कालदेखि राखेको बुकहरूदेखि अरू थप्नु भएको छैन। बजेट आउँदैन लाइब्रेरीको लागि? त्यसरी बजेट आउँदैन। लाइब्रेरीको लागि अब कसरी जुटाउनुहुन्छ तपाईँ? हामीसँग लाइब्रेरीमा भनेको अहिले एउटा कुलबहादुर अक्षय कोष, यो एउटा अक्षय कोषको कार्यक्रम छ। उहाँहरूले वर्षमा डिक्सनरीहरू थपिदिनुहुन्छ। वर्षै पछि थप्नु भए त पुरानोहरू मात्रै थप्नुहुन्छ कि अझ नयाँले डिक्सनरी थपिदिनुहुन्छ उहाँहरूले? हजुर। नभए हामीलाई त्यसरी लाइब्रेरीको लागि अप टु डेट गर्ने, लाइब्रेरी पर्सन राख्ने भन्ने कुरा हामीलाई छैन पनि होइन। अब यो विद्यालयमा चाहिँ कतिको विज्ञानमा प्रयोगात्मक चाहिँ कक्षा हुन्छ, कतिको चाहिँ प्र्याक्टिकलको लागि सामानहरू उपयुक्त शिक्षा लेभल अनुसार छ छैन? हामीसँग नयाँ लाइब्रेरी हो। हजुर, हामीसँग लाइब्रेरी होइन, विज्ञान प्रयोगशाला। विज्ञान प्रयोगशाला नयाँ हो, यो 2 वर्ष 3 वर्ष भयो। यसमा पर्याप्त सामग्री छन्। हाम्रो बिएससी शिक्षक भीष्म घिम्रे सरले यो लाइब्रेरीमा प्रयोगात्मक कक्षाहरू गराउनु पर्याप्त छन्। प्राय विद्यालयलाई चाहिने आवश्यक सामग्री हुन्छ। तर विद्यार्थीबाट त्यो छैन, प्रयोगात्मक सामान कम छ, हाम्रो प्र्याक्टिकल हुँदैन भन्नुभएको छ। यो विद्यालयमा शिक्षाले जुन विद्यार्थीले पाउनुपर्ने शिक्षामा अधिकार त छ, थ्योरी एन्ड प्र्याक्टिकल भन्ने। अब थ्योरी चाहिँ गर्ने, प्र्याक्टिकल नगर्ने, त्यो पनि गर्ने। अनि त्यो गर्ने त भन्नुहुन्छ, विद्यार्थीबाट त प्र्याक्टिकल भएको छैन भन्दैछ नि त, सामान अभाव छ भनिरहेछ। विद्यार्थीले सामान अभाव त भन्न मिल्दैन, किनभने बिएससी शिक्षक हाम्रो जुन विज्ञान पढाउने शिक्षकले यहाँ प्रशासनमा आएर यो सामग्री आवश्यक पर्यो, यो सामग्री छैन भन्नु पर्छ। शैक्षिक सत्रदेखि यसलाई चाहिँ प्र्याक्टिकल भएको छ कि छैन विज्ञान ल्याबमा? भएको छ होला। भएको छ होला। विज्ञान शिक्षक प्रधानाध्यापकले त थाहा हुनुपर्ने होइन। मलाई होइन, उहाँको विज्ञान प्रयोगशाला विज्ञान विषय एकजना सबैले उहाँले नै हेर्नुहुन्छ। उहाँले नै हेर्नुहुन्छ। अब यो लाइब्रेरीको कुरा गरिरहँदा फेरि लाइब्रेरीको कुरा जोडौँ, पुरानो बुकहरू मात्रै छ भन्ने छ। अब नयाँ बुकहरू लाउने सुरसार गर्नुहुन्छ कि भन्ने चाहिँ हाम्रो पनि आशा छ। अब कुन स्रोतबाट लाउनुहुन्छ भन्दाखेरि यो अभिभावकहरूबाटै उठेको स्रोतबाट चाहिँ लाउँछौँ भनेर भनिराख्नु भएको छ। स्थानीय सरकारबाट त लाइब्रेरीको लागि पैसा बजेट छुट्नु पर्ने। हामीले लाइब्रेरीको लागि भनेर बजेट त अहिलेसम्म आएको छैन। लाइब्रेरी त पक्कै पनि विद्यालयमा हुनुपर्छ भनेर सरकारले भन्छ। फेरि भन्नुपर्छ लाइब्रेरियन टिचरै हुनुपर्छ एकजना। हजुर, होइन, विद्यार्थीलाई स्वतन्त्र पढ्ने ठाउँ हुनुपर्छ भन्ने हो। विद्यार्थीलाई घर पनि पुस्तक लगेर भोलिबाट पर्सिबाट फर्काएर ल्याउने पनि हुनुपर्छ। त्यो सिस्टम हामीसँग लाइब्रेरियन पर्सन पनि नभएको, लाइब्रेरियन ओपन पो हुँदैन। हाम्रो त गाह्रो छ। लाइब्रेरी खोल्न पनि गाह्रो छ। लाइब्रेरी खोल्दा पनि एकजना रुङ्ने मान्छे हुँदैन। त्यो समस्या छ। त्यो समस्या छ। अब त्यो लाइब्रेरीमा चाहिँ अझ ध्यान आकर्षण गर्नुहुन्छ कि विद्यार्थीतर्फबाट विद्यार्थीको चाहिँ एउटा चाहिँ ज्ञानको विकास गर्नको लागि त्यसले मद्दत पुर्याउँछ भन्ने? यसलाई हामीले अत्यन्तै गर्नुपर्ने, हामीले गर्न नसकेको चाहिँ यो पनि हो। कम्प्युटर र लाइब्रेरीमा हामीले धेरै प्र्याक्टिस गर्दाखेरि पनि सकिरहेको छैनौँ। अब चाहिँ सम्बन्धित निकायसँग, वडा कार्यालय, स्थानीय सरकारसँग पनि यो विषयमा चाहिँ हामी आवाज उठाउनु, हजुरहरूले पनि केही यसमा उजागर गर्नुहुन्छ भन्ने मैले नै अपेक्षा राखिरहेको छु। अब सेनिटरी प्याड पर्याप्त छ?
सेनिटरी प्याड छ। तर सेनिटरी प्याड त पर्याप्त छ, तर त्यसको लागि डिस्पोज गर्ने ठाउँ त हामीले त जीर्ण देख्यौँ नि, त्यहाँ डिस्पोज गर्न सक्नुहुन्छ? जीर्ण नै छ, हामीले त्यहाँ चाहिँ दाउरा भेला गरेर डढाउने बाहेक बानी छैन। अब त्यसको लागि के भन्न चाहनुहुन्छ सम्बन्धित निकायलाई? सम्बन्धित निकायलाई हाम्रो त्यो मेसिन डिस्पोजल गर्ने मेसिनै आइसक्यो गाउँपालिकामा, हाम्रो 2 वर्ष भयो। आएको छ 2 वर्ष भयो, तर त्यो गाउँपालिका कतिको टाढा? अस्ति हामीलाई फेरि त्यसको धुवा जाने चाहिँ आएन भन्नुभयो। हजुर, सामग्री फिर्ता गर्नुपर्छ भन्नुभयो। तपाईँहरूले बात झुलाउनु खोजे हो कि त्यो बारे बुझ्नु भएको छ? सामग्री आइसकेको थियो। आइसकेको थियो, कसरी त्यो धुवा फेरि भन्नुहुन्थ्यो। अब यो धेरै कुरा जानिएन भने हो हामीले। यो स्याम्पल माविमा चाहिँ स्वास्थ्य शारीरिक तथा सृजनात्मक कला भन्ने चाहिँ एउटा कक्षा छ, एउटा विषय छ। अब त्यसमा शिक्षकको के छ, सन्तुलन हुनसक्छ विद्यार्थीले पढाउनको लागि? राम्रो क्वेसन ल्याउनु भयो हजुरले। यो स्वास्थ्य शारीरिक शिक्षा र यो सृजनात्मक कलामा खेलसँग र स्वास्थ्यसँग सम्बन्धित कुराहरूमा चाहिँ शिक्षकको पहुँच अलिक पुग्ने रहेछ। कम्प्युटरमा र अर्को यो जुन म्युजिकसँग सम्बन्धित कुराहरूमा जरुरी समस्या छ र हालसालै शिक्षा शाखाबाट अब म्युजिकको हार्मोनियम सामग्रीहरू पनि उपलब्ध गराउनु भएको छ माविलाई। सामानहरू चाहिँ पर्याप्त उपलब्ध गराउँदै हुनुहुन्छ, तर त्यसको लागि चलाउन सक्ने क्षमता शिक्षकमा पनि त नहुन सक्छ। पर्याप्तै चाहिँ सामग्री छैन, आउँदैछ होला नि त। यसो सिकाउनका लागि, तयारी गर्नका लागि पठाउनु भएको छ। अब शिक्षक म्युजिकको शिक्षकको चाहिँ अभाव छ र शिक्षा शाखामा एउटा घुम्ती शिक्षक 6 महिना अथवा 2 महिना 3 महिना कस्तो हुन्छ, म्युजिकको एकजना शिक्षक चाहिँ प्रत्येक विद्यालयमा पुर्याउने गरी भन्ने हामीले कुरा गरेका छौँ। यसपछि उहाँले सकारात्मक रूपमा लिनु भइरहेछ। अब 1-1.5 विषयमा यो समस्या चाहिँ हुँदो नै रहेछ। स्वास्थ्य शारीरिक भन्ने मात्र समस्या भएन, शिक्षकले मजाले शिक्षण गराउन सक्नुहुन्छ, अध्यापन गराउन सक्नुहुन्छ, तर यो सृजनात्मक कलामा चाहिँ गाह्रो पर्यो भन्नु खोज्नु भएको हो? हजुर हजुर। अब स्वास्थ्य शारीरिक पनि फुटबल भलिबलका कुराहरूमा पनि अलिकति गाह्रै छ हामीलाई। किन गाह्रो छ भने अब एउटा बललाई अब 4500 रुपियाँ पर्छ। अब पक्षै पछि बल ल्याइदिनु पऱ्यो भन्दा खर्चले त काँडा थाम्ने। यो बहुत खेलकुदका सामग्रीमा धेरै खर्च हुने रहेछ, बहुत गाह्रो पनि छ। त्यो खर्च चाहिँ कसरी धान्दै हुनुहुन्छ? विद्यालयको स्रोतबाट थान्दै हुनुहुन्छ कि स्थानीय सरकारले अलिअलि चाहिँ खेलकुदमा छुट्याइदिन्छ बजेट? यसपालि हामीलाई अघिल्लो अस्तिदेखि चाहिँ वडा कार्यालयले खेलकुदका सामग्रीहरू दिनुभयो। नभए त हाम्रो त विद्यार्थीसँग नि 5 रुपियाँ 10 रुपियाँ मागेर अनि विद्यार्थीबाट उठाएर पनि किन्दै हुनुहुन्छ। त्यो पनि पऱ्यो। 11 र 12लाई चाहिँ कक्षा सञ्चालन गर्नको लागि कसरी चाहिँ व्यवस्थापन गर्दै हुनुहुन्छ? शिक्षा ऐनले त 1 कक्षादेखि 12 कक्षासम्मलाई त निःशुल्क भनेर भनेको छ। त्यहाँनिर चाहिँ तपाईँले चाहिँ महिना शुल्कहरू लिँदै हुनुहुन्छ अथवा परीक्षा शुल्कहरू लिँदै हुनुहुन्छ, भर्ना शुल्कहरू लिँदै हुनुहुन्छ, यसबारे के छ? धन्यवाद हजुरलाई। यो स्थानीय सरकार सञ्चालन अन्तर्गत चाहिँ कक्षा 1 देखि कक्षा 12 सम्म स्थानीय सरकारले 12 सम्म त निःशुल्क भनेको छ। निःशुल्क पनि भनेको छ। हजुर। कक्षा 8 सम्म अनिवार्य भनेको छ। हजुर। र त्यो मापदण्ड अनुसार चल्ने भने हाम्रो मावि विद्यालय जो 10 सम्म चलेकामा अब 12 सम्म हामीले स्थानीय स्रोत देउसी खेलेर अनि विद्यार्थीहरू थोरै शुल्क उठाएर देउसी पनि खेलेर तपाईँ स्कुल व्यवस्थापनको लागि खर्च उठ्छ। देउसी खेल्नै बाध्यतै परिहाल्यो नि। अब आर्थिक स्रोत त जुटाउनु पऱ्यो। 11 सञ्चालन गर्नलाई त अब गरिब विद्यार्थीहरूका लागि पठन पाठन बनाइदिउँ, आफ्नै घरको भात खाएर आउँछौँ भन्ने हिसाबले हामीले सञ्चालन गऱ्यौँ। अब यो 5औँ वर्षमा प्रवेश गर्दैछ यो सालदेखि। तर अहिलेसम्म स्थानीय सरकारबाट 11-12का लागि भनेर चाहिँ केही पनि स्रोत पनि आएको छैन। स्थानीय सरकारले याद नगरेको विद्यालयले, मावि तहको विद्यालयले? मावि तहको विद्यालयलाई याद त गरेको हो कि याद नगरेको, तर जिल्लाभरिकै हामी माध्यमिक विद्यालय घुमिरहेको छौँ, समस्या यही भेटिरहेका छौँ। यसमा चाहिँ स्थानीय सरकारको ध्यान नभएको भन्ने बुझिन्छ? कमै ध्यान छ। कम ध्यान छ। विकास निर्माणमा अलिक बढी ध्यान होला, शिक्षातिर चाहिँ कमै देखिन्छ। शिक्षातिर चाहिँ अलिक कम लगानी छ स्थानीय सरकारको।